नमस्कार। कहिले सोच्नुभएको छ अचेल हाम्रो मौसम किन यस्तो अनौठो भइरहेको छ? आज हामी जलवायु परिवर्तनबारे गहिरिएर कुरा गर्दैछौँ। यो एउटा यस्तो वास्तविकता हो जसले हाम्रो ग्रह र हाम्रो भविष्यलाई नै नयाँ आकार दिइरहेको छ। आउनुहोस् यसको पछाडिको विज्ञान र यसले हामीलाई कसरी असर गरिरहेको छ भनेर बुझ्ने कोसिस गरौँ। यो तस्विरलाई हेरौँ त, यसले एउटा निकै गहिरो कथा बन्छ। हाम्रो यो सुन्दर ग्रह परिवर्तनको प्रक्रियामा छ। हिमालहरू पग्लिरहेका छन् अनि मौसमको त के कुरा गर्नु, कुनै ठेगानै छैन। तर आखिर यस्तो किन भइरहेको छ? हो, यही प्रश्नको उत्तर खोज्नु नै आजको हाम्रो उद्देश्य हो। अब यो विषयलाई राम्रोसँग बुझ्नुको लागि हामी यसलाई चारवटा खण्डमा बाँडेर हेर्नेछौँ। हामी जलवायु परिवर्तन के हो बाट सुरु गर्नेछौँ, त्यसपछि यसका पछाडि रहेका मानवीय कारणहरू के हुन् भनेर खोतल्नेछौँ। तेस्रो खण्डमा हामी यसका खतरनाक असरहरूबारे जान्नेछौँ र अन्त्यमा आशाका साथ हाम्रो अगाडिको बाटो के हुन सक्छ भनेर छलफल गर्नेछौँ। ल सुरु गरिहालौँ पहिलो र सबैभन्दा आधारभूत प्रश्नबाट। जलवायु परिवर्तन भनेको वास्तवमा के हो त? अब यसलाई एकदमै सरल भाषामा बुझौँ न। जलवायु भनेको नि पृथ्वीको व्यक्तित्व जस्तै हो र मौसम चाहिँ उसको मूड जस्तै। मतलब जलवायु परिवर्तन भनेको पृथ्वीको व्यक्तित्वमा नै लामो समयसम्म देखिने एउटा ठूलो परिवर्तन हो। कुनै एक दुई दिनको मूड स्विङ मात्रै होइन, यो दशकौं वा शताब्दीौंसम्म चल्ने औसत मौसमको ढाँचामा आउने बदलाव हो। अब लागो सबैभन्दा महत्त्वपूर्ण पाटोतर्फ। यो जुन तीव्र परिवर्तन भइरहेको छ, यसको पछाडि हामी अर्थात् मानिसको भूमिका चाहिँ के छ त? हो, पृथ्वीको जलवायु सधैँ एकनासको हुँदैन, यो परिवर्तन भइरहन्छ। तर त्यो प्रक्रिया त एकदमै ढिलो हुन्छ प्राकृतिक रूपमा। अहिले हामीले जुन रफ्तारमा परिवर्तन देखिरहेका छौँ, त्यसको कारण चाहिँ के होला त? हो, यसको मुख्य कारण हामी मानिस नै हौँ। हाम्रा उद्योगहरू, कलकारखानाहरू अनि गाडीहरूबाट निस्कने कार्बन डाइअक्साइड जस्ता ग्यासहरूले पृथ्वीको वरिपरि एउटा बाक्लो कम्बल जस्तो बनाइदिन्छ। अनि त्यसले सूर्यको तापलाई बाहिर जानै दिँदैन, जसले गर्दा पृथ्वी तात्दै जान्छ। त्यसमाथि हामीले जथाभावी जङ्गल काट्दा के भयो भन्दा त्यो अतिरिक्त कार्बन सोच्ने हाम्रो प्रकृतिको क्षमता पनि घट्यो। हो, यिनै मानवीय कारणहरूले गर्दा हाम्रो ग्रहको तापक्रम एकदमै छिटो बढिरहेको छ। ल, कारणहरू त थाहा भयो, तर यो सबै परिवर्तनले हाम्रो जीवनमा के कस्ता असरहरू पारिरहेका छन् त? अब यसबारे कुरा गरौँ। सबैभन्दा पहिलो र प्रत्यक्ष असर त हाम्रो भान्सामा, हाम्रो खानामा पर्छ। कहिले चाहिने भन्दा धेरै पानी पर्छ, कहिले फेरि सुक्खा खडेरी लाग्छ। यस्तो बेमौसमको खेलले हाम्रो कृषि प्रणालीलाई नै तहस नहस बनाइदिन्छ, जसले गर्दा के हुन्छ, खाद्यान्न उत्पादन घट्छ। अब हेर्नुहोस्, तापक्रम बढेपछि के हुन्छ? हाम्रा हिमालका हिउँ अनि ध्रुवमा जमेको बरफ तीव्र गतिमा पग्लिन थाल्छ। त्यो सबै पानी गएर समुद्रमा मिसिन्छ र समुद्रको सतह बढ्दै जान्छ। यसले गर्दा समुद्र किनारका सहरहरू र टापुहरू डुब्ने खतरा दिन प्रतिदिन बढिरहेको छ। अझ हाम्रो जस्तो हिमाली देशको लागि त यो झनै ठूलो चिन्ताको विषय हो। हिमनदीहरू पग्लिएर हिमतालहरू फुट्दा तल्लो तटीय क्षेत्रमा एक्कासी बाढी आउन सक्छ। यसले मानिसको ज्यान र धनसम्पत्ति दुवैलाई ठूलो जोखिममा पार्छ। हेर्नुस्, जब जलवायु नै परिवर्तन हुन्छ, प्रकृतिको पुरै सन्तुलन नै खलबलिन्छ। बोट बिरुवा र जनावरहरूले आफ्नो प्राकृतिक वासस्थान गुमाउँछन्। यसले गर्दा पृथ्वीको जैविक विविधतामा नै ठूलो सङ्कट आइपर्छ। यसको मतलब हामीले मन पराउने कतिपय जीवजन्तु र वनस्पतिहरू सधैँका लागि लोप भएर जान सक्छन्। र कुरा यतिमा मात्रै सकिँदैन। वातावरणमा यस्तो परिवर्तन आउँदा विभिन्न किसिमका नयाँ अनि सरुवा रोगहरू पनि फैलिन सक्छन्। यसले मानव स्वास्थ्यमा थप चुनौतीहरू खडा गर्छ। समस्याहरू साँच्चै गम्भीर छन्, तर यसको मतलब यो होइन कि अब केही गर्न सकिँदैन। आशाको त्यान्द्रो अझै बाँकी छ। अब समाधानको कुरा गरौँ। हामीले अगाडि बढ्नका लागि कस्तो बाटो अपनाउन सक्छौँ त? समाधान हाम्रै हातमा छ। हामीले हरितगृह ग्यासको उत्सर्जन घटाएर सुरु गर्न सक्छौँ, प्रकृति मैत्री जीवनशैली अपनाउन सक्छौँ, बिजुलीबाट चल्ने गाडी र उपकरणको प्रयोग बढाउन सक्छौँ, पुराना धेरै धुवाँ फाल्ने गाडीहरूलाई बिस्तारै हटाउने अनि वनजङ्गल र हरियाली बढाउने। अर्को महत्त्वपूर्ण कुरा कृषि प्रणालीलाई वन प्रणालीसँग जोड्ने। यी हरेक पाइलाले सकारात्मक परिवर्तन ल्याउन सक्छन्, सानो भए पनि। र अन्त्यमा एउटा महत्त्वपूर्ण प्रश्न सबैका लागि,
यी ठूला ठूला समाधानका कुरा त भए, तर हामीले आफ्नो ठाउँबाट आफ्नो समुदाय र स्थानीय स्तरमा जलवायु परिवर्तनको असर कम गर्न अरू के गर्न सक्छौँ होला? यसबारे सोचौँ, छलफल गरौँ, किनभने याद राखौँ, हरेक ठूलो परिवर्तनको सुरुवात हामी आफैबाट हुन्छ।